यो भिडियो चाहिँ विशेष गरी नि क्षेत्र नम्बर झापा क्षेत्र नम्बर 5 को भोटरहरू जसले चाहिँ अहिले हाम्रो केपी ओली बालेन्सा लगायत अरू काङ्ग्रेसहरूको त को हुनुहुन्छ थाहा छैन, काङ्ग्रेस एमाले थाहा छैन मलाई होइन। उहाँहरूलाई जसले भोट हाल्दै हुनुहुन्छ नि उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने प्यारो प्यारो जनताहरू तथा मान्छेहरू, हामी जस्तो स्टुडेन्टहरू जो चाहिँ भ्यालीभित्र बसेर पढ्छौँ, स्पेसली काठमाडौँ यस्तो यस्तो भक्तपुर एरियाहरूतिर बसेर पढ्छौँ नि, उहाँहरूको मुख हेरेर भए पनि होइन यसपालि चाहिँ के भन्छ अब बालेन्सालाई नै जिताइदिनुहोस्। बालेन्सालाई जिताउनुहोस् किन भनेदेखि के गर्नु, रुमै पाइँदैन फेरि। उहाँ मान्छेहरूले भेडा भेडा भनेर ट्याग गरेका गरेछन्, घरबेटीले उहाँ पठाएका पठाइछन्, लु के छ विचार भनेर के भन्न खोजेको हामीलाई त होइन। ल अब त्यस्तै भोट भयो भने ल अब रुम छोडेर जाऊ भन्न होला। त्यसै पनि झापाली यस्ता जाली भटा भेडा भनेका भनेछन् होइन। त्यो भएको भएर चाहिँ अब कसरी हुन्छ है प्लिज यसपालि हाम्रो फेरि काठमाडौँ नपुगी घरबेटीले सामान बाहिर फालिदिलिन् भन्ने पिर छ। उहाँ नानी के छ भनेको भनेछिन् होइन, घरबेटी आमा प्लिज क्या त्यो सामान म नआइपुगिकन यसो रोडतिर पुगेछ भने पनि त्यो कुकर चाहिँ झटारो नहानिदिनु होला है, बिस्तारै थतारिदिनु होला कुकरलाई। किनभने फेरि त्यो कुकरको डाक्लो त्यो समात्ने ह्यान्डल भाँच्यो भने आफूले लगाएको टी सर्ट तन्कै समातेर चलाउनु पर्ने हुन्छ क्या। कति गाह्रो कुरा होइन। लास्टचोटि पनि त्यस्तै भएको थियो होइन, थाहा छँदैछ तपाईँलाई पनि। मेरो कुर्ताको छेउ च्यातेर भेष अगाडि तन्केर यस्तो भएको थियो। त्यो दुःख मलाई नदिनुहोस्। अब म धेरै दुःख झेल्न सक्दिनँ र प्लिज क्षेत्र नम्बर 5 हात जोड्छु, बालेन्सालाई जिताइदिनुहोस्। मेरो उहाँ रुमको सामानको उहाँ तनाव भइसक्यो के, उहाँ फालिदिन्छन् भनेर प्लिज बालेन्सालाई जिताउनुहोस् यसपालि घन्टीमा ठ्याप्प लाएर।